वेलकम टु माई फर्स्ट डे ब्लग है। यो ब्लगको बेस्ट क्लिपहरू सुरुमा राखेको छु, सो स्टे ट्युन। आजको दिन एकदमै रमाइलो र रिफ्रेसिङ थियो। अब ब्लग स्टार्ट गरौँ है त। आज हाम्रो प्लान थियो सिस्नेरीमा स्विमिङ गर्न जाने। यसो बिहानै उठेर ब्रस गरेँ, अनि 1 लिटर पानी खाएँ। त्यसपछि कफी लिएर इन्टर्नको काम गर्न बसेँ। केही बेर पढेर भोक नै लाग्यो, सो किचनमा गएँ अनि हतार खाना पकाएँ। अनि त्यसपछि मलाई अघिल्लो दिनको थोरै लुगा पनि धुन बाँकी थियो। यस बेला भइसकेछ, अनि छिटो लुगा धोएँ। त्यो सबै काम सकेर आज ट्रिपको लागि रेडी भएँ। खाजाले ब्याग गरेँ अनि फुल एनर्जी अनि टप लेभलको एक्साइटमेन्टमा बाहिरमा निस्किनु। जडीबुटी कोटेश्वर हुँदै बल्कु पुग्यौँ। त्यहाँ शेखरदै वेट गरेर बसिराख्नु भएको थियो। अनि हामी बल्कुबाट सिस्नेरीको जोर्नी स्टार्ट गर्न लाग्यो। बाटोमा हामी मिठो गफ गर्दै मजाक गर्दै रमाइलो भ्यू हेर्दै यस्तो राम्रो चाइना जस्तो गाउँहरू हेर्दै फर्किङ पुग्यौँ। त्यहाँ एकजना मान्छेलाई बाटो सोध्यौँ अनि लाग्यौँ हामी सिस्नेरीतर्फ। हर्पिङको त्यो चोकदेखि दक्षिण काली मन्दिरसम्म चाहिँ बाटो ठिकै थियो, तर केही ठाउँहरूमा बाटो त खत्तम रहेछ। राम्ररी धुलो पनि खाइयो र धुलो खाए पनि माथि पुगिसकेपछि मजाको भ्यू हेरेर हाम्रो त्यो टेन्सन सबै दूर भयो। अनि हामी दाजुभाइ गफ गर्दै भ्लग बनाउँदै सिस्नेरी पुग्यौँ। सिस्नेरी पुगेपछि हामीले के खायौँ? हामीले चटपटे खायौँ अनि मिठो तरिकाले गफ गर्दै दाजुभाइ हाँस्दै रमाइलो गर्दै बस्यौँ। त्यसपछि हामी लाग्यौँ स्विमिङ गर्ने ठाउँतिर। स्विमिङ गर्न त्यहाँबाट पनि बाटो अझै अप्ठ्यारो रहेछ, अफरोड बाटो। अनि एकदम एक्साइटेड फुल एनर्जी साथ हामी चाहिँ स्विमिङ गर्ने पोखरीसम्म पुग्यौँ। त्यहाँ पुगेर लगेकोस् यस्तो क्रिस्टल क्लियर पानीमा डाइभ हान्दै अन्डर वाटर ब्लग बनाउनु खुबै मजा आयो। पौडी खेल्नु नपाएको पनि थुप्रो भइसकेको थियो, एकदम इन्जोय गरेँ। साँच्ची मैले चाहिँ भन्न बिर्सेछु, यहाँ पौडी खेल्नलाई चाहिँ हामीले 50 रुपियाँ चाहिँ पे गर्नुपर्छ है। फ्रीको पुल चाहिँ होइन यो, तर जो सफा चाहिँ गर्नुभएको रहेछ, खुसी लाग्यो। अनि त्यसपछि ब्याकफ्लिप हान्छु भनेर ब्याकफ्लिप पनि हाने। अनि त्यसपछि ब्याकफ्लिप हानिसकेपछि फेरि डाइभ गरेँ। अनि त्यसपछि एकदम क्रिसको स्टाइलमा सरल र यसरी डुबेर अनि त्यो फिस जसरी पनि पौडी खेल्न पनि एकदम मजा आयो। म एकदम राम्रो स्विमर हो है। फेरि कसैलाई यदि स्विमिङ सिक्न मन छ भने मलाई खबर गर्नु है। फेरि फ्रीमा सिकाउँदिनँ नि, पेड हो। ल हेर्नु स्विमिङ गर्ने तरिका यसरी गर्नुपर्छ क्या स्विमिङ भन्ने चिज। अनि यत्तिकै यस्तो क्लियर पानीमा आँखा पनि हेरेँ मैले, मजा आयो। अनि यसरी आँखा हेर्दा यस्तो भ्यू देखियो। अब हेर्नुहोस् है, एउटा प्रो र एउटा बिगिनरको डान्स कस्तो छ त। अब केही क्लिपहरू आफ्नै भोइसमा हेर्नुहोस् है त। स्विमिङ हानेर ठाउँ चाहिँ बवाल छ, तर चिसो चाहिँ वाइल्ड छ। फेरि यस्तो वाइल्ड छ। आफ्नो सर्कलमा एकजना एकदमै राम्रो नाच्ने डान्सर भयो भने रमाइलो चाहिँ हुन्छ है। पानी बन्द थाल्यो, अब चाहिँ हामी सबै राखिरहँ, यसलाई चाहिँ फोहोर नगरौँ। आफूले गरेको फोहोर सबै राख्न हालेर भयो। पनि हो हामी चाहिँ निस्किन्छौँ। भोक एकदम धेरै लागेको छ, है त। यो घर चाहिँ मलाई एकदम मन परेको थियो है। त्यसपछि हामी दक्षिण काली हुँदै चोबार आइपुग्यौँ र चिसो भएकाले चिया खायौँ र त्यहाँको भ्यू एकदमै इन्जोय गऱ्यौँ। क्लाउडी डे भएको भएर होला आज त यहाँबाट बाटो पनि कति राम्रो देखियो। त्यसपछि हामी सिधै तरकारी बजार गयौँ, तरकारी लग्यौँ अनि रुममा पुग्यौँ।